यो क्लाउड क्लासमा उपस्थित हुनुभएका सम्पूर्ण संयोजक सर, कोस्ट सरहरू लगायत विभिन्न विद्यालयबाट पाल्नुभएका र सम्पूर्ण आदरणीय गुरु गुरुआमाहरूलाई एकमुष्ट नमस्कार साथै स्वागत सम्मान गर्दै म आजको 22औं दिनमा प्रवेश गर्न गइरहेछु र आज हाम्रो 22औं दिनको पनि एजुकेसनल साइट नै छ। एजुकेसनल धेरै साइटहरू छन्, तीमध्ये हामीलाई उपयोगी, हामीलाई सहज हुने कुन साइट अथवा कहाँबाट भेटिन्छ त्यो खोजी गरेर हाम्रो कक्षा कोठामा प्रयोग गर्नेछौँ। आज पनि मैले त्यसरी नै हिजो हामीले ई पुस्तकालय ओएलडी नेपालका हेऱ्यौँ। अब आज सिकाइ चौतारी, डियर वर्ल्ड लगायत धेरैवटा वेबसाइटहरू आज पनि हेर्नेछौँ। एजुकेसनल साइटहरू हेर्नेछौँ। सिकाइ चौतारी भन्ने बित्तिकै अब सिकाइ चौतारी कसरी हामी यसबाट खोजी गर्छौँ भन्दाखेरि यतापट्टि हेर्नुहोस् त learning.cehRD टिप्पण गर्नुहोस् है, यो टाइप गर्नुपर्छ हामीले एड्रेस बारमा। सिकाइ चौतारी भनेर हामीले सर्च गर्यौँ भने पनि सर्च बक्समा पाउन सकिन्छ। learning.chard गर्यौँ भने पनि स्क्रिन सेयर ल ओके खोज्न सकिन्छ। हेर्नुहोस् है, त्यसै गरी अब आज हामी अर्को के खोजी गर्छौँ भने दोस्रोमा म प्रवेश गर्दैछु। एउटा हामी सिकाइ चौतारी खोज्ने रहेछौँ, अर्को डियर वर्ल्ड लर्निङ सेन्टर भन्नेमा हामी सर्च गर्ने रहेछौँ हाम्रा इलेक्ट्रोनिक मटेरियलहरू। त्यसै गरी कुलाबस भन्नेमा अर्को हामी सर्च गर्ने रहेछौँ। अनि खुल्ला किताब पनि हेर्छौँ, अनि स्लाइड सेयर हेरेर होल अफ टिचिङ मटेरियलमा पनि जान्छौँ, प्रिन्ट टेस्ट पनि हेर्छौँ, अनि जेट लाइब्रेरी हेरेर अनि अन्तिममा अथवा एकपल्टको ब्रेक पछाडि भए पनि क्विजेसमा क्विज खेलेर आजको हाम्रो क्लास अन्त्य हुन्छ। ल मैले अब सुरु गरेँ, सिकाइ चौतारीबाटै सुरु गर्छु। अब हामी सँगै सुरु गर्छौँ। सर मेमले पनि ब्राउजर खोल्नु होला। मैले क्रोम ब्राउजर ओपन गरेँ। सर मेमले टिप्नुभयो त, अघि के भनेको थियो मैले सिकाइ चौतारी लाउनुभयो भने पनि आउने रहेछ, होइन भने हेर्नु है सिकाइ चौतारी लाउँछु। सिकाइ चौतारी भन्ने यहाँ तल आयो, सिकाइ चौतारीमा सर्च गऱ्यो भने पनि यहाँ धेरैवटा आउँछन्। हेर्नुहोस् त, यो सिकाइ चौतारी चाहिँ अरूले पनि त्यसरी राखेर चलाएका छन्। यो नेपाल सरकारको भए तापनि अरूले पनि त्यसरी अब हाम्रो साइबर ल चाहिँ अलिक कडाइका रूपमा प्रयोग नगरेकाले धेरैले यो प्रयोग गरेका छन्। हामी चाहिँ अघिको साइड हेर्नुहोस् है, मैले भनेको के भन्दै थिएँ मैले learning.cehRD भनेर थिएँ, त्यो साइडमा जानुहोस् है। हामीले त्यो सिकाइ चौतारीबाट जाँदाखेरि पनि यहाँ हेर्नुहोस् त, learning.cehRD.edu.np टाइप गर्नुभयो भने पनि हुन्छ। सिकाइ चौतारीमा गएर learning.cehRD सर्च गर्नुभयो पनि हुन्छ। यहाँ हेर्नु त, सिकाइ चौतारी अरू थुप्रै छन्। हेर्नु त, आइसिटी बाइट, अर्को छ आइसिटी फ्रेम, के अरू पनि छन्, धेरै छन्। हामी त्यो साइडमा जाँदैनौँ, हामी चाहिँ लर्निङ यसमा जान्छौँ है। मैले धेरैपल्ट भने यो मिनिस्ट्री अफ एजुकेसनको छ। हेर्नुहोस् त, लोगो पनि आइरहेको छ, सेन्ट्रल फर एजुकेसन एन्ड वुमेन भन्ने छ, वुमेन रिसोर्स डेभलपमेन्ट छ। ल यहाँबाट हेर्नुहोस् है, अब हामी हिजो खोजेकाले अब खोज्नलाई हामी बानी परिसकेका छौँ। यहाँ हेर्नुहोस् है, लगइन गर्नुभयो भने पनि हुन्छ, होइन भने लगइन नगरी पनि हामी सर्च गर्न सक्छौँ। यतापट्टि माथि देख्नु भएको छ इएन भन्ने, इएन भनेको इङ्ग्लिस हो। अब तलतिर हेर्नुहोस्, टप डाउन एरोमा हेऱ्यो भने ने पनि छ, ने भनेको नेपाली हो, इएन भनेको इङ्ग्लिस हो। अब हेर्नुहोस् त, ने भन्ने बित्तिकै नेपालीमा आयो। अब यसले भनौँ कृपया आफ्नो कक्षा छान्नु होला भनौँ। अब हजुर कति कक्षामा पढाउनुहुन्छ र कति कक्षाको के अरे मटेरियल आवश्यक छ त्यो हेर्छौँ।
यसले चाहिँ 1 कक्षादेखि 10 कक्षासम्म दिएको छ। कथा संग्रह लगायत कक्षा 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10 वटा 10 कक्षासम्म दिएको रहेछ। यी मध्ये हामी कुन कक्षामा छिर्छौँ त्यहीनेरि आवश्यक अनुसार जान्छौँ। मैले अहिले कक्षा 3 मा गएँ, सानै कक्षामा। ल हेर्नुहोस् त, यहाँ पनि आयो। कक्षा 3 मा पनि धेरै विषय छन्। सरी, यी धेरै विषय मध्येमा अब यहाँ दिएकोमा हेर्नुहोस् है, अङ्ग्रेजी रहेछ, गणित छ, नेपाली छ, विज्ञान स्वास्थ्य छ र कार्य पुस्तिका छ। यी कुनै खोज्नुहुन्छ भने अब त्यसमै हामी के गर्छौँ, क्लिक गर्छौँ। अब नेपाली खोज्दै पनि नेपालीमा टिक लगाउनुहोस्। तपाईँ नेपाली विषय पढाउँदै हुनुहुन्छ भने नेपाली मैले खोज्छु यसरी कक्षा 3 को। अब नेपालीमा त सुनाइ, बोलाइ, पढाइ, लेखाइ हुन्छ। ती मध्ये के खोज्न गइरहेका छौँ? बोलाइ हो कि पढाइ हो कि सुनाइ हो त? सुनाइ हो भने पक्कै पनि यहाँनिर सुन्ने कुरा हुन्छ होला। ल हेर्नुहोस् त, घडी भन्ने आयो फेरि यहाँभित्र पनि। अझै हामी यहाँभित्र मेरो परिवार भन्ने आयो, खेतीवाल भन्ने आयो, असल साथी भन्ने रहेछ। अब यहाँबाट पनि हामीले सिलेक्ट गर्छौँ। हेर्नुहोस् है, मेरो परिवार भन्नेमा मैले क्लिक गरेँ। ल अब हेर्नुहोस् त, मेरो परिवार भन्नेमा अझै जाउँ। अब मात्रै हामी कहाँ आइपुग्यौँ? खुल्दैछ, पख्नुहोस् है। ल सरनेमको खुलो, खुल्दैछ, पख्नुहोस् है। ल अब हेर्नुहोस्, म र मेरो परिवार। अब यहाँ हेर्नुहोस् त, यति होस्। हिजो हामीले पनि यसै गरेको थियो नि, यी पुस्तकालयमा ओएलई नेपालमा खोज्दा पनि 1, 2, 3 वटा रहेछ। अब त्यसरी नै हामी नेक्स्टमा गयौँ। म मीरा हुँ। ल हेर्नुहोस् त, यो मेरो घर हो, आऊ म तिमीलाई मेरो कोठा देखाउँछु। यसरी मेरो कोठाका विभिन्न वस्तुहरूमा क्लिक गरी हेर यसरी र सुन। मैले कक्षा 3 को कुनै एउटा विषय सेट गरेँ। यहाँ भएका कक्षाहरूमा हजुरहरूले पनि आफ्नो कक्षा छनौट गरेर हेर्न सक्नुहुन्छ, डाउनलोड गर्न सक्नुहुन्छ र बच्चाहरूमा लगेर कक्षा कोठामा भित्र्याउन सकिने रहेछ। अब सिकाइ चौतारीको कुरा मैले यति गरेँ। अब हजुरहरूले सर्च गर्न सक्नुहुन्छ नि त, यहाँदेखि गइसकेपछि त। अब क्लास सिलेक्ट गर्न सक्छौँ हामीले, अनि विषय आफ्नो सिलेक्ट गर्न सक्छौँ। अनि विषयमा पनि कहाँ छिर्ने हो त्यहाँभित्र हामी गएर अनि आफ्ना विषयवस्तुलाई पस्किनेछौँ। अब म ब्याक गएँ। त्यसै गरी अब दोस्रोमा हेर्नुहोस् है, दोस्रोमा हामी के सिक्छौँ भने सिकाइ चौतारी हेरिसक्यौँ। अब डियर वर्ल्ड लर्निङ सेन्टर, यो पनि एउटा एजुकेसनल वेबसाइटै हो। यही डियर वर्ल्ड लर्निङ सेन्टर लगेर कपी गरेर टाइप गरेर पेस्ट गर्नुभयो भने पनि हुन्छ। अब जाने हामी ब्राउजरमै हो। मैले यहाँनिर गएर पेस्ट गरेँ, कन्ट्रोल बी गरेर। हेर्नुहोस् है, डियर वर्ल्ड लर्निङ सेन्टरलाई टाइप गर्नु होला हजुरहरूले। यहाँ तल पनि आइसकेको छ, डियर वर्ल्ड लर्निङ सेन्टर भनेर। बाबुलाल सर, मेरो आवाज सुनिँदैछ? हजुर म्याम, सुनिँदैछ म्याम। ल सुनेन भने चाहिँ भन्नुहोस् है। हस् म्याम, हस्। ल अब हेर्नुहोस् है, डियर वर्ल्ड लर्निङ सेन्टर भनेर यसको पनि धेरैवटा छ। त फेसबुक पेज छ। अब असल चाहिँ वेबसाइट कुन हो त, ओरिजिनल कुन हो त? हामीलाई फेकतिर विज्ञापनतिर लान्छ, कता कता लान्छ। युट्युब रहेछ, डियर वर्ल्ड एजुकेसन रहेछ। अब हामीले खोज्ने भनेको चाहिँ हेर्नुहोस् है, DLC.DWIT.edu.np भनेको माथि नै आयो। हेर्नुहोस् त, एजुकेसनल डियर वर्ल्ड लर्निङ सेन्टर होम भनेर आयो। अब यसैलाई प्रेस गर्नुहोस् है। यसैलाई प्रेस गरेर यो पेज आउँछ। हेर्नुहोस् त, हामीलाई अब चाहिँ के लाग्दैछ भने अब चाहिँ हामीलाई साइट मात्रै चाहिएको छ। कुन कुन साइट रहेछन् भने हामीलाई साइट चाहिएको छ,
त्यो साइट ओपन गरिसकेपछि अब हाम्रो विषयवस्तु, हाम्रो कक्षा कोठा, हाम्रो तमा अब हामी पस्न सक्छौँ। हिजो पनि हामीले धेरै हेरेका छौँ। अब यहाँ पुगिसकेपछि हजुरहरूले पक्कै पनि क्रिया पेज भनेर देख्नु भएको छ। अब यसमा कक्षा छान्नुहुन्छ, कथाहरू छान्नुहुन्छ, भाषा छान्नुहुन्छ, भाषा नेपाली हो कि इङ्ग्लिस हो, यहाँनिर गएपछि आउँछ इङ्ग्लिस, नेपाली आउँछ। अब कक्षा कोठा छान्नुहुन्छ, कक्षा कोठा मैले अहिले हेर्नु त यहाँ चाहिँ 11 कक्षासम्म रहेछ। कक्षा 4 देखि कक्षा 11 सम्म रहेछ। कक्षा म्याम अलि छिटो छिटो भयो भन्ने कुरा आइरहेछ। ठिकै छ, अहिले म सर म्यामलाई पनि स्क्रिन सेयर गर्न लाउँछु। ल हेर्नुहोस् है त, यो डियर वर्ल्ड लर्निङ सेन्टर भन्ने टाइप गर्नुहोस् त, डियर वर्ल्ड लर्निङ सेन्टर भनेर, डियर वर्ल्ड लर्निङ सेन्टर भनेर टाइप गर्नुभयो। त्यो टाइप गरेर इन्टर गरिसकेपछि dlc.dwit भन्नेमा जानुहोस्। dlc भन्ने माथि देखिन्छ, डियर वर्ल्ड लर्निङ सेन्टर भन्ने छ, त्यहाँनेरि जानुहोस् है। ल अब मैले यहाँबाट पनि फेरि एकपल्ट माउसलाई हिट गरेँ। हिट गरिसकेपछि हेर्नुहोस् त, यहाँ माथि डियर वर्ल्ड भन्ने यसको लोगो सहित आइरहेको छ। यहाँ एउटा मोबाइल पनि छ, लर्निङ सेन्टर भनेर माथि देखिरहेको छ, मोबाइल पनि हेर्न सकिने प्रयास यो। अब हेर्नुहोस् है, यताउता काहीँ नहेरिकन अब हामी बानी परेका छौँ नि त यहाँसम्म आउने त। अब हामीलाई थाहा छ कक्षा रहेछ, यहाँ कक्षा छान्नुपर्ने, विषय कक्षामा गएपछि विषय छान्छौँ, भाषा छान्छौँ, त्यहाँबाट मात्रै हामी हाम्रो विषयवस्तुमा प्रवेश गर्छौँ। अब कक्षामा मैले माउसलाई यसरी ट्याक्क राखिदिएँ। यो यहाँ याद गर्नुहोस् है, काहीँ पनि यसरी ड्रप डाउन एरो छ भनेदेखि हेर्नुहोस् है, यस्तो सानो एरो छ नि, त्यो एरो छ भने त्यहाँभित्र पक्कै पनि केही अरू टुल्सहरू, अरू कुराहरू छन् भन्ने कुरा हामीले सोच्नुपर्छ। अब हेर्नु त, यहाँ कथाहरूमा छैन, नेपालीमा छ, हेर्नुहोस् त नेपाली पनि छ नि, हामीले यहाँभित्र अरू अप्सन पनि छन् भन्ने कुरा बुझ्नुपर्छ। अब मैले कक्षामा गएँ, हेर्नुहोस् त, कक्षामा गएपछि लिङ्क जस्तो हातले देखायो, यहाँ गएपछि मैले कक्षा छानेँ। अब कक्षा छान्नुहोस् हजुरलाई कुन छ, मैले क्लास 10 छाने। क्लास 10 मा पनि आयो, हेर्नुहोस् त क्लास 10 मा के विषय राखिदिएको रहेछ। यहाँ उपलब्ध विषयहरू नेपाली रहेछ, विज्ञान रहेछ, गणित रहेछ, अङ्ग्रेजी रहेछ। ल मैले अहिले अङ्ग्रेजीमा, यहाँ हेर्नुहोस् है, विज्ञानमा 82 कक्षाहरू रहेछन्, गणितमा 54, अङ्ग्रेजीमा 57, नेपालीमा 79 क्लासहरू रहेछन्। डियर वर्ल्ड भनेको चाहिँ यो भिडियोसँग रिलेटेड छ, बढी नजिक यो भिडियोसँग छ। अब हेर्नुहोस् हजुरलाई कुन सिलेक्ट गर्न मन लागिरहेको छ होला, मैले चाहिँ अब अहिले इङ्ग्लिसमा गरेँ, इङ्ग्लिसमा 57 वटा रहेछन्। अब हेर्नुहोस् है, इङ्ग्लिसमा छानिसकेपछि युनिट 1, युनिट 2, युनिट 3 यसरी आयो, हेर्नुहोस् त। अब युनिट 1 मा पनि धेरै रहेछ नि त, युनिट 2, युनिट 3, युनिट 2 मा हेर्नुहोस् त, यसरी जान सकिन्छ है। हामी एक्सर्साइज गर्नुहुन्छ कि ग्रामर गर्नुहुन्छ? ल हेर्नुहोस् त, मैले ग्रामरतिर गएँ। ल अब पढेको हेरौँ है त, सेयर भएको रहेछ सर। बाबुलाल सर, यो भिडियो सुनियो? My name is Akanksha Upadhyay and I am your English instructor. In today's class, we will be solving the grammar portion of Unit 2, which is reporting statements. Let's begin to quote the words. For example, she said, I am happy. So here, happy, it's inside the inverted commas. So this is direct speech. We are not changing anything and we are reporting it as it is. So with this example, I assume we are already clear with what indirect speech. मैले एउटा क्लासमा गएँ, अब हजुरलाई आवश्यक क्लासमा जान सकिन्छ नि यसरी नै। डियर वर्ल्ड लर्निङ सेन्टर टाइप गर्ने बित्तिकै यो पृष्ठ आउँछ। यो पृष्ठ आएपछि हामीले कक्षा सिलेक्ट गर्छौँ र कक्षामा गइसकेपछि चाहिँ अब कुन विषयवस्तु हो त्यो हामी छनौट गर्छौँ। कक्षा 11 मा हेर्नुहोस् त,
कक्षा 11 पनि फिजिक्स गणित विषय र केमिस्ट्री रहेछ। यी विषयवस्तुहरू राखिदिएको रहेछ। अब अपडेट गर्ने क्रममा छ, अपडेट गर्दै होला। त्यसै गरी हेर्नुस् है, हामीले दुईटा साइट हेरौँ। अब अर्को साइड हेरौँ त के रहेछ। उल्लास रहेछ हेर्नु है। एप्समा हामी जान्छौँ। यसमा पनि ट्याक्कै त्यही टाइप गर्नुभयो भने भइहाल्छ। यो आउनु पर्यो है, यो साइट हेर्नुहोस्। यो उसमा देखिए जस्तै आउनुपर्छ। अरू धेरै पनि खोलेका छन्। म अब फेरि कहाँ गएँ, ब्राउजरमै गएँ। ब्राउजरमा गएर अघिकैमा मैले के गरेँ, डिलिट गरेर bs.com लेख्नुभयो। हेर्नुहोस् है, यो टाइप गर्नु होला। नेट स्लो भएको कारणले भ्याउनु भएन भने पनि यो टिप्नु होला। ल kullabs.com हेर्नुहोस् त, यसले यति लेखेपछि यसले तल ग्रेड पनि दिइरहेको छ। योबाट .com बाट कुन क्लास तपाईँ सर्च गर्नु हुँदैछ त्यो पनि डाइरेक्ट सर्च गर्न पनि सकिन्छ यहीँबाट पनि। अब यति गरिसकेपछि इन्टर हामी प्रेस गर्छौँ किबोर्डको इन्टर बटनलाई। बलबहादुर सरको पेजै आएन भन्दै हुनुहुन्छ। बलबहादुर सर के भयो हेर्नुहोस् त, यहाँ राख्नुहोस् त, सर्च गरेर नआतिकन गर्नु न। देख्दै हुनुहुन्छ, kullabs.com राख्नुहोस् त। kullabs.com राख्नुहोस्। राखेर यहाँ इन्टर प्रेस गर्नुहोस् त। अब यहाँ हेर्नु त, यहाँ तल पनि आयो, kullabs.com आयो है। कुल्याब्स भन्नुपर्छ हामीले प्रोनाउन्सिएसन चाहिँ। अब प्रेस गर्नु होला, फेरि kullabs.com मै प्रेस गर्नु। यहाँ तल आइरहेछ लिङ्क, यो लिङ्कमा जानु होला। ल हेर्नुहोस् त, यहाँ पनि मैले अलिकति स्क्रिनलाई अघि जुम इन गरेँ है। अहिले जुम भइरहेको छ मेरो। लिङ्क अलि देखेन म्याम, एक स्टेप गरे अगाडि बढौँ। एक स्टेप ब्याक भन्नुभएको सर। ल इन्टर। अब हेर्नुहोस् है, तल यहाँ स्क्रोल बार छ, तल हेर्नुहोस् त। ग्रेड यहाँ चाहिँ अब मिडल स्कुल लेभल र हाई स्कुल लेभल छ, दुईटा छन्। यहाँसम्म आउन सकियो होला भन्ने लाग्छ मलाई। यहाँ माथि पनि देखिरहेको छ हेर्नुहोस् त, kullabs.com। यो यही टाइप गर्नुहोस्, kullabs। अब यहाँ तल जानु होला। तल गइसकेपछि ग्रेड 11 भन्ने छ, ग्रेड 12 भन्ने छ, ग्रेड 9 भन्ने छ। कुनै पनि ग्रेड हामी ओपन गर्न सकिन्छ। हेर्नुहोस् है त, यहाँ ग्रेड 11, ग्रेड 12। अब म ग्रेड 12 मा यसले के राखिदिएको रहेछ हेरौँ है त। हामी 10, 11 सम्म हेऱ्यौँ। ग्रेड 12 मा मैले माउसलाई हिट गरेँ। यहाँ हेर्नुहोस् त, ग्रेड 12 मा के रहेछन्, फिजिक्स, केमिस्ट्री, इकोनोमिक्स गरेर जस्तै बिजनेस, म्याथ, कम्प्युटर साइन्स। ल हेर्नुहोस् त, सोसियोलोजी। अझै आएको छैन म्याम भन्दै हुनुहुन्छ। उहाँलाई स्क्रिन ल सेयर एकछिन नआतिनु सर, स्क्रिन सेयर गरौँला न, एकछिन धैर्य गर्नु न। यहाँ हेर्दै गर्नु, त्यहाँ आएन भने पनि। यसरी यी विभिन्न हेर्नुहोस् है, बिजनेस, म्याथ, कम्प्युटर, कुन सब्जेक्ट पढाउनुहुन्छ, कम्प्युटर सब्जेक्ट पढाउनुहुन्छ नि, कम्प्युटर चाहिएको छ भने कम्प्युटरमा ओपन इन्ट्री गर्नु होला। अनि त्यहाँबाट सर्च तल हेर्नु होला के आयो। सिस्टम डेभलपमेन्ट सेन्टर, डाटाबेस, कम्युनिकेसन नेटवर्किङ, इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी एन्ड साइबर ल, यस्ता कुराहरू भेटिन्छ। अब यसमा 3वटा नोट रहेछन्, 2टा नोट रहेछन् योसँग सम्बन्धित। अब यहाँ गएर पनि प्रेस गर्यौँ भनेदेखि यहाँ एड्स आइरहेछ हौ मेरोमा अलिक बढी।
ल हेर्नुहोस् है त्यही यहाँ चाहिँ अब हामीले यसमा चाहिँ के छ फरक छ हेर्नुहोस् है यसमा चाहिँ कपी गरेर हामी लान्छौँ यहीँ पढ्छौँ यसमा पिडिएफ बुकहरू चाहिँ खासै पाउँदैन ल मैले अब स्क्रिन सेयर गरेँ कसलाई सरलाई अलिकति कन्फ्युज भइरहेको छ उहाँहरूले चाहिँ स्क्रिन सेयर गर्नु होला म त हजुरहरूको म मेसेज पनि हेर्छु आवाज आएन त भन्दै हुनुहुन्छ ल स्क्रिन सेयर गर्नु होला हजुरहरूले अब कहाँ समस्या भइरहेछ समस्या हुने सबैजना सर म्यामले .com राख्नु होला सर .com राख्नु होला अहिले ग्रेड नतोक्नु होला ग्रेडै चाहिएको सिधै ग्रेडमा जान पनि सकिन्छ त्यही राख्ने भए ल खै त के भयो फेरि ए कुद्दै छ इन्टर प्रेस गर्नु न सर किबोर्डबाट सर्च गर्दै छैन आउँदैछ बिस्तारै गर्ने नेट स्लो छ नि त अलिक तल झार्नुहोस् त स्क्रोल बारलाई डाउन गर्नुहोस् त सर ओके हेर्नुहोस् त त्यसरी आयो नि हेर्नुहोस् त ग्रेड यसको हेर्नुहोस् त सर मिडल लेभल छ होइन अनि हायर लेभल छ दुईटा लेभल छ यसले 6, 7 मिडल लेभल हायर लेभल 6, 7, 8 छ भने तलतिर लानुहोस् त सर अलिकति थोरै 9, 10, 11, 12 त्यसरी अब मैले यसलाई एउटा कुरा मैले यो मिडल लेभल ओपन गरेँ म्याम ल हजुर अनि खै त केही भएन त्यसरी अब सोसियल स्टडिज हजुर अब यसमा अरु के आउँछ म्याम त्यहाँ चेक लाउनुहोस् त सर ग्रेड कुनमा हो त्यहाँ गर्नु न खोज्नु न सर तलतिर आउनु त सर अलिकति तलतिर ओपन यो त 8 आइरहेछ अलिक तल आउनुहोस् त अझै तल हो अब हेर्नुहोस् है अब आयो नि हेर्नुहोस् है अलिकति माथि लानुहोस् यो अब आवर यो इङ्ग्लिसबाट छ आवर इकोनोमिक्स आवर पास्ट आवर अर्थ सिभिक अवेरनेस पपुलेसन स्ट्याटस population and its management हो तिनीहरू छन् अब our economic activities हजुर त्यो अन्तर्गतको पनि 5 वटा नोट्स छन् हेर्नु एकछिन ल सर जस्तो म्याम मैले जुन चाहे त्यो हुँदाखेरि यहाँ आएर मैले क्लिक गर्नु पर्यो हैन त हजुर हजुर अब हेर्नुस् अब यहाँ भएको हेर्नुस् है सर एकैछिन पक्नु ल यसलाई नेपाली यसलाई म्याम यसलाई नेपाली गर्नलाई नेपाली छैन सर यसमा ए हो हजुर यो साइटमा नेपाली हजुरलाई इङ्ग्लिस मिडियमबाट पढाउँदै हुनुहुन्छ भनेदेखि चाहिँ यो निर्विकल्प इङ्ग्लिस हो ब्याक जानु त सर हेर्नु त के छ यसको नेपाली छ ब्याक हजुर ब्याक जाऊ अघि छ हजुरले फर्स्ट पस्नु भएको छ नि यसमा ल अझै ब्याक आउनु ल हेर्नुहोस् अलिकति माथि टपमा जानुहोस् त सर स्क्रोल बारलाई अप लाउनुहोस् त स्क्रोल बार चलाउनुहोस् ल यहाँ छ त सर नेपालीको अप्सन कहीँ देख्नु भयो त यहाँ कहीँ छ त होम क्लास अबाउट ब्लग्स यो भन्ने ठाउँमा त छैन कहीँ पनि छैन नेपाली ल्याङ्ग्वेज भन्ने हुन्छ नि छुट्टै अघिल्लोमा थियो नि हामीले देख्ने यो लगइनले के गर्छ लगइन भनेपछि हजुर यसको मेम्बर बन्ने हो लगइन गरेर पस्दाखेरि पनि अपलोड के गर्न अरू अप्सनहरू अलिकति हामीलाई खुला हुन्छ अहिले चाहिँ हामी रिडर मात्रै हौँ त्यसको लागि चाहिँ हामीले गर्नुपर्छ पैसा तिर्नुपर्छ यसलाई पर्दैन सर लगइन गरिदिँदाखेरि चाहिँ अलिक धेरै रेस्पोन्स गर्न सकिन्छ यसमा हामी अहिले चाहिँ युजर मात्रै छौँ सर यसको प्रयोग गर्न सकिन्छ यो यता माथि क्रस गरिदिनुहोस् न यतातिर यसमा अलिकति एड्स आइरहेको छ भनेपछि सकिने छैन सर यहाँबाट खोजी गर्नलाई हजुर सकिने रहेछ होइन खोजी गर्न हजुर यहाँबाट यो हो अब यसमा सब्जेक्ट वाइज चाहिँ खोइ देख्दिन त म्याम म अब यसले के राखेको छ यसमा भएको हेर्नु क्लास 6 को सोसियलको राखेको छ यसलाई क्रस गर्नुहोस् त सर के गर्नु यसलाई क्रस गर्नुहोस् त क्रस यहाँ भयो हामीले खोज्ने हो अब ग्रेड 7 मा हेर्नु त ग्रेड 7 मा के राखेको छ ग्रेड 7 मा नेपाली सिभिक अकुपेसन साइन्स नेपाली
सिभिल एन्ड मोर के हो यो हजुर। भनेको? अँ, यो सिभिल एन्ड मोर भनेको चाहिँ के हो? यो बुककै नाम हो। अब हामीले पढाउँदैन नि त। नागरिक चेतनालाई नागरिक कम्पलसरी चेतना सिभिल एन्ड म्याथ मोरल होला यो? एजुकेसन होला। ए सोसियल स्टडिज, अप्सनल म्याथ, हेल्थ एन्ड फिजिक्स। सरले अब यहाँ भएको त निकाल्न सक्नुहुन्छ नि त। हजुर अब सकिन्छ। अब ल सरलाई धन्यवाद। अब अर्को आउनुहोस् त एकपल्ट, अर्को सर्च गरेर हेर्न। ल अर्को जानु सर। ल डियर वर्ल्डको अर्को जना सरले स्क्रिन सेयर गर्नु होला। ल मेरो स्क्रिन सेयर छ सर अहिले। छ म्याम। ल अब हेर्नुहोस् है त। अब हामीले क्लास हेऱ्यौँ। अब हामी नेक्स्टमा के रहेछ हेरौँ है त। ल खुल्ला किताबै टाइप गर्नु होला है। खुल्ला किताब टाइप गरेर हेर्नु, यो मैले पावर पोइन्टमा देखाएको जस्तो आउनु पर्यो। धेरैवटा अरू पनि यसको डुप्लिकेट वेबसाइटहरू अलिकति चलेपछि बनाएको छ, किनभने अब नेपालमा साइबर कानुनको अलिकति लचिलै छ। खुलाकिताब.com टाइप गर्नु त सर मेमरले, म पनि गर्छु। त्यसमै जाउँ सँगै। सरले कुलावासको भिडियो खुलेन भन्दै हुनुहुन्थ्यो म्याम। ए भिडियो छैन होला सर, त्यहाँनिर नखुलेको होला। खुलेन भने त्यहाँ भिडियोसम्म पुग्नुभयो भने भइहाल्यो सर। नखुल्ने कारण चाहिँ कुनै भिडियो नखुल्ने पनि हुनसक्छ नि त्यहाँ लगाएको, अथवा कुनै भिडियो चाहिँ नेटको समस्याले गर्दा नखुलेको पनि हुनसक्छ सर। हजुर भिडियोमा नपुग्नु नै ठुलो कुरा भयो। ल मैले अब त्यहीनेरि टाइप गरेँ सर, खुलाकिताब.com इन्टर। अब हेर्नुहोस् त खुल्लाकिताब.com भन्ने मासतिर आयो। यसैलाई मैले फेरि प्रेस गरेँ, खुल्लाकिताब.com। खुल्लाकिताब। ल मैले इन्ट्री गरेँ त्यो भित्र। अब हेर्नुहोस् है त्यही आयो नि अघिकै लोगो। अब चाहिँ मलाई लाग्छ हजुरलाई कुन साइडमा के छ भन्ने, साइडहरू रहेछ भन्ने कुरा जान्न मात्रै, त्यो साइडमा पुगेपछि खोज्न चाहिँ अब हामी सक्छौँ होला, होइन सर? सर म्याम त्यसो होला। सकिन्छ म्याम, सकिन्छ। अब हेर्नुहोस् त, अब यहाँ पुगेर हामी यति गऱ्यौँ भने अब हामी खोज्न सक्दिनौँ र? अब सकिन्छ। दिएकोमा अब हामी यहाँ दिएकोमा खोज्छौँ है। हेर्नुहोस् है, अब यहाँनिर दिएको छैन, 1 2 क्लासको दिएको रहेनछ भनेदेखि त्यो चाहिँ हामी पाउँदैनौँ, किनभने अब विभिन्न वेबसाइट हामी खोज्दै जाँदाखेरि जुन हामीलाई उपयोगी हुन्छ त्यही हेर्छौँ। वेबसाइट चाहिँ थाहा पाइराख्यौँ। अब यहाँ हेर्नुहोस् त कक्षा 12 सम्म रहेछ, 8 9 10 स्कुल भनौँ अनि +2 भनौँ। हेर्नुहोस् त यहाँनिरबाट यहाँबाट पनि यसरी जान सकिने रहेछ। अब हेर्नु 12 को हेरौँ है त। यहाँनिर अब 12 सम्मको हामीले साँच्चै मजाले भेटिसकेकै थिएन। अब यहाँ हेर्नु त 12 को के राखिदिएको रहेछ, अपडेट गर्दैछन्, अपडेट हुने क्रममा छ। अब त झन् साह्रो अहिले आइसिटी का धेरै क्लासहरू भइरहेको कारणले अब त धेरै अपडेट हुन्छ। म्यानेजमेन्ट साइन्स, यहाँ त अकाउन्ट बिजनेस स्टडी रहेछ, केमिस्ट्री, बोटनी, केमिस्ट्री, कम्प्युटर साइन्स, म्याथमेटिक्स, नेपाली, फिजिक्स र जियोलोजी रहेछ। अब कम्प्युटर साइन्सको हेरौँ त। अब यहाँभित्र पसेर हामी खोज्न सक्छौँ। अब कम्प्युटर साइन्स भित्र पनि सरी यहाँ भएका खोज्न सक्छौँ नि त हामी। सिस्टम डेभलपमेन्ट सेन्टर, कम्युनिकेसन एन्ड नेटवर्क इन्फर्मेसन टेक्नोलोजी एन्ड साइबर ल, यस्ता कुराहरू हामी कम्प्युटर विषय पढाउँदैछौँ भने डाटाबेस भनेको के हो, मल्टिमिडिया भनेको के हो, अब्जेक्ट ओरिएन्टेड प्रोग्राम उस भनेको के हो। अब यो त हामीसँग परको कुरा भइहाल्यो भनेको विषयसँग सम्बन्धित सब्जेक्टहरू। मैले त यहाँ कम्प्युटरको भने यसरी नि त राखेको हुन्छ नि, अरू सब्जेक्टको पनि यसरी हामी खोजेर हाम्रा आवश्यकताहरू पुरा गर्न सकिने रहेछ। धेरैवटा वेबसाइटहरू अब याद गर्छौँ अनि त्यही खोज्छौँ।
पसेपछि हामी सबै भित्र छापछाप गर्न सकिहाल्छौँ। अब त हामी के अरे कक्षा कोठाको हाम्रो विद्यालयको लाइब्रेरीभित्र पसेर खोजे जसरी नै हामी पनि लाइब्रेरी यी लाइब्रेरीका किताबहरू खोज्न सकिने रहेछ। अब अर्को मैले वर्ल्ड अफ टिचिङ भन्नेमा गएँ अनि त्यहाँबाट ब्रेक गरौँ। हुन्छ सर, वर्ल्ड अफ टिचिङ एउटा साइड हेरौँ अनि त्यहाँदेखि ब्रेक गरौँ है त। हुन्छ हुन्छ ल स्लाइड सेयर अलिकति लामो छ, नेक्स्ट पल्ट जाउँ ल। द वर्ल्ड अफ टिचिङ यही टाइप गर्नुहोस् त, वर्ल्ड अफ टिचिङ भन्ने नि, वर्ल्ड अफ टिचिङ स्पेस नदिकन टाइप गर्नुहोस् है त। वर्ल्ड अफ टिचिङ भन्ने टाइप गर्नु है त। ल कन्ट्रोल सी गरेँ, म ब्याक गएँ, गुगलमै गएँ, यहीँनिर छु, कन्ट्रोल भी। ल वर्ल्ड अफ टिचिङ। अब हामीले यहाँ हेर्नुहोस् है, सबैभन्दा बच्नै पर्ने चाहिँ हामीलाई यो अगाडि एडी लेखेको ठाउँमा चाहिँ हजुर छिर्दै नछिर्नु होला। पछि विज्ञापन हो, उसले कता 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 लैजान्छ, हामीलाई अल्मल्याउँछ। एडी भन्नेमा चाहिँ जाँदै नजाउँ। अरू वेबसाइट खोजेर हामी पस्यौँ भने केही फरक पर्दैन, त्यसो पनि पस्दा केही फरक पर्दैन, तर विज्ञापनमा किन दुःख पाउने। अरूमा गयो भने त कम्तीमा सब्जेक्ट म्याटर त भेटिन्छ। अब हेर्नुहोस् है, अब पक्कै पनि हामीले वर्ल्ड अफ टिचिङ .com भन्ने छ, यही नै हो। वर्ल्ड अफ टिचिङ .com मा प्रेस गरिदिनु होला। ल हेर्नुहोस् त, वर्ल्ड अफ टिचिङ .com यहाँ हेर्नुहोस्। अब यसैलाई मैले माउसलाई प्रेस गरेँ, जुम इन गरेँ। ल अब हेर्नुहोस् है, यसको तलतिर अब वर्ल्ड अफ टिचिङ पनि एउटा साइट रहेछ, एजुकेसनल साइट रहेछ भनेर हामीलाई थाहा भइसकेपछि यसमा गएर अब हामी छापछाप्ती गर्छौँ, तल माथि हेर्छौँ, दायाँ बायाँ हेर्छौँ, कता के छ भनेर सबैतिर हेर्छौँ। हेर्नुहोस् त, यहाँ खोजी गर्न सक्छौँ हामीले। अब विज्ञापन मेरोमा अलिक बढी आइरहेको छ। अब यहाँ चाहिँ तपाईँले लगइन पनि गर्दा हुने रहेछ। अब हेर्नुहोस् है, पावर पोइन्ट प्रेजेन्टेसनमा म गएँ। ल हेर्नुहोस् त, यसमा चाहिँ पावर पोइन्टसँग सम्बन्धित कुराहरू छन्। अघि हामीले राखेको यहीँको बायोलोजी, केमिस्ट्री, म्याथ, हिस्ट्री, जियोलोजी, क्लासिकल स्टडी, रिलिजियन्स, एस्ट्रोनोमी, यस्तो फ्रेन्च, स्पेनिस, जर्मन। हेर्नुहोस् त, यस्ता कुराहरू यहाँबाट खोजी गर्ने रहेछ। हामीले साइन्ससँग बढी नजिकै भएर ल्याङ्ग्वेज लिटरेचरसँग गयौँ, हिस्ट्रीसँग, जोग्राफिकल कुराहरूसँग खोज्नु पर्यो भनेदेखि कहाँ जाने रहेछौँ? वर्ल्ड अफ टिचिङमा जाने रहेछौँ। जोग्राफीमा हेरौँ त, हेर्नुहोस् है, यसरी भेट्न सकिन्छ है। यति धेरै छन्। अन्टार्क्टिका, अफ्रिका, द कन्टेन्ट, यति धेरै कुरा भेट्न सकिन्छ। हेर्नुहोस् त है, जोग्राफिकल के खोज्ने हो, आइस एज के छन्, यो सबै हामीले अब डाउनलोड भयो। हेर्नुहोस् त सिधै तल डाउनलोड हुँदैछ। वर्ल्ड अफ टिचिङबाट पनि हामी खोज्न सकिने रहेछ। यहाँनिर छ एस्ट्रोनोमी, बायोलोजी, केमिस्ट्री, फिजिक्स के को बारेमा खोज्छौँ, यो अर्को डाउनलोड हुँदैछ यहाँनिर। ल अहिले मैले यतिमै स्क्रिन सेयरलाई स्टप गरेँ। 5:31 पनि भएछ।
फेरि 757 भयो। अब हाम्रो जाने त ब्राउजरै हो आज पनि। हेर्नुहोस् है, अब अलिकति क्विज खेलौँ अनिदेखि अर्कोमा जाउँ ल सर। भ्याइयो भने, भ्याइएन भनेदेखि पनि यस्तो छ, हाम्रो आज थियो अन्तिम क्लास। अब भोलि शुक्रबार भएको कारणले गर्दा अब यो